पहिला म खाली एक लाइन प्रश्न सोध्न चाहन्छु कि सबैभन्दा पहिले कानुनद्वारा निर्देशित प्रक्रिया किन रवि लामिछानेकै हकमा सधैँ मिचिन्छ? त्यसपछि म आफ्नो चाहिँ विषयमा प्रवेश गर्छु। सातै प्रदेश मध्येको सबैभन्दा कम मानव विकास सूचाङ्क भएको महोत्तरी जिल्ला कर्णाली सुदूरपश्चिम र राष्ट्रिय औसतभन्दा पनि पछाडि छ। यो महोत्तरीको विकासको गहिरो पीडा हो सभामुखज्यू। यहाँ औरै नगरपालिका लगायत 15वटै स्थानीय तहका अधिकांश ठाउँहरूमा बजेट अभावले सिँचाइ र विद्युत विस्तार रोकिएको छ। खेत सुक्खा छन्, 150 भन्दा बढी गरिब परिवारसँग घर छैन, बाढी आउँदा दलित बस्तीमा सुरक्षित आश्रय छैन, विद्यालयमा फर्निचर, पुस्तकालय र प्रयोगशाला दयनीय अवस्थामा छन्, स्वास्थ्य संस्थामा बच्चा जन्माउन जाँदा रगत शल्यक्रिया वा उपकरण चाहिँदा तुरुन्त सेवा पाइँदैन, महिलाले बाटैमा ज्यान गुमाउने, बच्चा गुमाउने र सधैँ पिसाब चुहिरहने जस्ता पीडा सहनुपर्छ, मर्दा पनि घाट राम्रो छैन। त्यसैले जबसम्म महोत्तरीको मानव विकास सूचाङ्क सुधार हुँदैन, बजेटमा यो जिल्लालाई विशेष प्राथमिकता दिएर जनतालाई चाहिने आधारभूत सेवाहरू, जन्मिन सुरक्षित प्रसुति सेवा र माननीय